हेलो एभ्रिवान, आज फेरि म नयाँ भिडियो लिएर आएकी छु। आज चाहिँ यो फर्सीको सिजन छ, त्यही भएर फर्सीको मुन्टाको अचार बनाउने प्रयास गर्दैछु। सबैभन्दा पहिले चाहिँ फर्सीको मुन्टा केलाएर यसलाई धोइ पखाली गरेर पानी उमाल्दैछु। म पानीमा हालेर उमाल्दैछु यसलाई। अब चाहिँ म यो फर्सीको मुन्टालाई साँधेर बनाउने पहिलो प्रयास गर्दैछु। हेरौँ कस्तो हुन्छ। यहाँ चाहिँ मैले टमाटर पोल्न अलिक धेरै गर्मी भएको कारणले गर्दा चाहिँ यहीँ नै उसिन्न हालेको छु। अब यतिको अलमोस्ट पाकिसक्यो यो फर्सीको मुन्टा चाहिँ। सायद टमाटर पनि पाक्यो होला। 5-7 मिनट जति भयो मैले पकाएको। अब म अफ गर्दैछु। टमाटरलाई चाहिँ यसरी मैले म्यास गरेँ हातैले, अनि अकबरे खुर्सानीलाई पनि। अघि चाहिँ भिडियो खिच्न बिर्सिहालेँ मैले। सो यसरी चाहिँ मैले टमाटर खुर्सानी म्यास गरेको छु। यहाँ मैले अकबरे हाल्यो भने तपाईहरुले चाहिँ अन्य खुर्सानी, सुकेको खुर्सानी पनि हाल्न मिल्छ। मैले चाहिँ यसरी टमाटरलाई र खुर्सानीलाई म्यास गरेँ। फर्सीको मुन्टा मैले यही टमाटर र खुर्सानीको म्यासमा हालेँ। अब यसलाई मोल्दैछु म। यो मैले फर्स्ट टाइम ट्राई गर्दैछु। अब लौकी यो मुन्टाको सिजन छ अहिले फर्सीको, अनि अब धेरैचोटि पकाएर खाइराखिन्छ, अनि अब अलिकति छुट्टै टेस्ट हुन्छ कि भनेर मैले यसरी ट्राई गर्दैछु। तपाईहरुले त पहिला पनि ट्राई गरिसक्नु भएको होला, तर मैले चाहिँ फर्स्ट टाइम बनाउँदैछु। अब यसमा म मरमसलाहरू एड गर्छु। यहाँ मैले हालेँ नुन स्वाद अनुसार, त्यसैगरी सेतो तिल, धनिया अनि जिराको धुलो, जसलाई मैले ड्राई रोस्ट गरेर चाहिँ पिसेको छु। धेरै मसिनो चाहिँ बनाएको छैन। प्याज पनि राखेँ। अनि मैले तेलमा अलिकति पड्काउने मसला अनि बेसार हालेर चाहिँ यहाँ यसमा झानी दिएकी छु।